एक दर्जन केरा ल्याउँदा सुरक्षा प्रहरीले कर तिर्न पर्छ भनेपछि त्यो केरालाई लात्ताले हानेर फालेको दृश्य कम दर्दनाक छैन। एक दर्जन केरा ल्याउन नपाएको चिन्ता गर्नुभन्दा गरिब नेपाली किसानले त्यही मूल्यमा केरा बेच्न नपाएका चिन्तन गर्ने हो कि 100 रुपियाँको सामान सिमानामा बस्ने गरिब मधेसीहरूले ल्याए भनेर त्यसलाई रोक्न पारीबाट एक दर्जन केरा ल्याउनु 1000 जनाले 1000 दर्जन ल्याउनु पनि हो र एक दर्जनको 50 रुपियाँ हिसाब गर्दा 50,000 हो। त्यति नै नेपाली किसानको केरा बिक्ने हो भने 50 जना किसानको एक दिनको 1000 कमायो। यतिले किसानको गुजारा मात्र चल्दैन, 50,000 नेपालको व्यापार घाटा कम गर्दछ। तस्करी रोक्ने अरबको जो तस्करी सीमा वारपार हुने गरेको छ त्यसलाई रोकौं। नेपालको संसदमा हुने बहस उताको सामान यता भन्ने हो या यताको सामान उता लैजान पाऊँ भन्ने हो। हाम्रो उपस्थिति उताका ब्रान्डेड कपडाको दौरा सुरुवाल लगाएर हुने अभिनय हो वा नेपालको अल्लो गाजा सिस्नु पश्मिना उन कपासबाट बनेका दौरा सुरुवाल छुवा हेङ्गी तापालन हाकुपटासी टाइसुट धोती वा टोपीको अभियान सहितको उपस्थिति हुनुपर्ने हो।